फेरि यो लोभी पापीको संसारमा जे पनि हुनसक्छ बुवा। त्यसैले एउटा टम्सु गर्न पाए हुन्थ्यो बुवा। कतिपय जग्गाहरूमा मोही अनि हक छ बाबु। झमेला झन्झटहरू छन्। ती झमेला झन्झटबाट मुक्त गराएर तिमीहरूलाई तम्सु गरिदिउँला नि। काम छैन, त्यत्रो पैसा अब कसरी तिर्ने? होला साइल दिरिस होला, त्यही निर्ले नै चोरी त होला नि। कति पटक लुगा सिलाउन आउँदा पैसै त दिकी छैन। तेरो दिमाग त ठिक छ? यो ढुङ्गी पाखण्डी बाबालाई घरमा ल्याएर के रमिता देखाउन थालिस? यो घरबाट पैसा हराएको छ। म मेरो दिव्य दृष्टि लगाएर चोर पत्ता लगाइदिन आएको। तपाईँको आमाको यस्तो चालाबाला हेर्दा पैसा चोर घर बाहिरको नभएर घरभित्रकै हुनुपर्छ। तपाईँको आमाले चोरे जस्तो छ। के रे, मेरो आमाले चोर भनिस्? यो डङ्की निस्केर गई, अब मलाई आनन्द हुने भयो। जसलाई मैले आफ्नो संसार टारेकी थिएँ, जसलाई आफूलाई भन्दा पनि बढी माया गरेकी थिएँ, उसैले नै मलाई घरबाट निस्केर जा भन्नुभयो। मेरो चित्त दुखाउनु भयो। मलाई गालामा थप्पड हान्नुभयो। गल्ती त मबाटै भएको हो। मैले आफ्नै आमामाथि यसरी चोर दोष आरोप नलगाउनु पर्ने। म जस्तो गलत सोच भएको मान्छेको हालत यस्तै हुनु पर्ने। हिरालाल साउजी, त्यो निल होइन? त्यसै लाग्छ मलाई पनि। के गरेर बस्या रहेछ एक्लै? खोइ कोनी। जाउँ जाउँ बुझौँ। हेर्नु जाउँ। छोरी, तिमी यो एक्ला जङ्गलमा एक्लै बसेर किन रोए कि? होइन, झोलासोला बोकेर कहाँ जान लाग्यो तिमी? खै दाइ, कहाँ जान लागेको भनौ? मरौ भने काल आएको छैन। जिन्दगीले जता जता डोराउँदै लैजान्छ, त्यतै जाने हो दाइ। आज के भयो? किन यस्तो कुरा गरिरह? के भयो भन न। हिरालाल साउजी,
तपाईँले कमललाई विदेश जानको लागि भनेर दिनुभएको पैसै हरायो। घरमा पुरै खोज्यौ तर पैसा कतै भेटिएन। तान्त्रिक बाबालाई देखाएर पैसा भेटिन्छ कि भनेर घरमा पनि ल्याएको थिएँ, तर आमाले खै किन हो तान्त्रिक बाबालाई उल्टै गाली गरेर पठाउनु भयो। आमाले कतै पैसा लिनुभयो कि भनेर सोद्धा कमलले मलाई आमाले चोर दोष लगायो भनेर आमा र छोरा मिलेर मलाई घरबाट निकाल्नु भयो। तर हिरालाल साउजी, तपाईँ चिन्ता नगर्नु होला, कमलले तपाईँको पैसा अवश्य तिर्नुहुन्छ। ए टुकुन्जा, होइन यो निलले कुन पैसा के को पैसा तिर्ने कुरा गर्दैछ? त्यही त भनेको हिरालाल साउजी। तिमीले कुन पैसा तिर्ने कुरो गर्दैछौ? मैले कमललाई विदेश जान भनेर दिएको पैसा त तिम्रो सासूले। नमस्ते हिरालाल साउजी, म तपाईँको घर जानै आँटेको थिएँ, तर तपाईँलाई यहीँ भेट भयो। मेरो छोरा कमल विदेश जान्छु भनेर तपाईँसँग ऋण लिएको रहेछ। अब मेरो छोरा विदेश नजाने भयो। मेरो छोराले हजुरसँग लिएको ऋण फिर्ता गर्न आएको। हिरालाल साउजी, त्यसो हो भने मेरो सासू आमाले तपाईँको पैसा फिर्ता गरिसक्नुभयो? हो नि निल, यो हिरालाल साउजीले कहिले झुटो बोल्छ र? ए टुकुन्जा, यसलाई राम्रो सम्झाइ बुझाइ गरेर प्रश्न पार्दैन। हो निल, हामी साँचो कुरा गर्दैछौँ। कमल विदेश नजाने भयो भनेर तिम्रो सासू सावित्रीले हाम्रो साउजीलाई पैसा फिर्ता दिएकै हो। धर्म। हिरालाल साउजी, त्यसो हो भने मेरो सासू आमाले तपाईँलाई पैसा फिर्ता गरिसक्नुभयो? हो नि निल। शङ्का त मलाई मेरो सासू आमामाथि पहिल्यैदेखि थियो। यो सब कमल र मलाई छुट्याउनको लागि उहाँले यस्तो षड्यन्त्र गर्नुभयो होइन? हिरालाल साउजी, टुकन्छ दाइ, बिन्ती गर्छु कि तपाईँहरूले यो सब कुरा मेरो सासू आमाको अगाडि भन्न सक्नुहुन्छ? तिम्रो सासूको अगाडि मात्रै होइन, यी सारा गाउँले राखेर तिनीहरूको अगाडि पनि म यो कुरा भनिदिन्छु। ल हेर्न जाउँ। अब म सहर जान्छु कमाउन। बरु मेरो 1-2 जोड लुगा छोरामा हालिदिनुहोस् न। ल ल भइहाल्छ नि। आमा, घरबाट निस्केर गएकी मान्छे बाटो बिर्सेर फेरि फर्केर आएछ। हेर निल, जुन बाटो आएको हो त्यही बाटो फर्के। तँलाई अलिकति पनि लाज शरम छैन है? फेरि हिरालाल साउजी टुकन्जाले ल्याएर के तमासा देखाउनलाई छ? हेर कमल, हामी तिम्रो घरमा कुनै तमासा देखाउन आएका होइनौ। यो बिचरा निर्दोष छ। यसले हामीलाई सबै कुरा स्पष्ट भनिसके। बरु तिमी चाहिँ भ्रममा छौ।
आमा सत्य कुरा के हो आफ्नै मुखले छर्लङ्ग पार्नुस्। आमा यसले के कुरा गर्न खोज्दैछ? अब छर्लङ्ग पार्नुपर्ने के नै बाँकी छ र? हेर कमल, तिमी विदेश जान्छु भनेर लिएको ऋण तिम्रो आमाले तिमी विदेश नजाने भो भनेर हाम्रो हिरालाल साउजीलाई खन खन गनेर दिइसकेको छ। आमा के उहाँले भन्नुभएको कुरा सही हो? आमा तपाईँ किन बोल्नुहुन्न? के उहाँले भन्नुभएको कुरा सही हो? अब ती बिचरा सोझी निरलाई तिमीहरू आमा छोरा मिलेर धेरै दुःख दियो। जे जस्तो भए पनि तिमीहरू मिलेर बस्नुपर्छ। हिरालाल साउजी, के यो घर परिवारको कुरामा हामीलाई किन टेन्सन? जाउँ हिँड्नुहोस्। चौतारामा कुरेर बसेको छ। आमा तपाईँले यस्तो नचाहिँदो काम गर्नुहुन्छ भनेर मैले सोचेको पनि थिएन। आफ्नै छोरा बुहारीको प्रगति देख्न नसक्ने तपाईँ कस्तो आमा? तपाईँलाई आमा भन्न पनि घिन लाग्छ। आज तपाईँको कारणले गर्दाखेरि निर्दोष मान्छेमाथि हात उठाए। निल, मलाई माफ गरिदिनु। मैले तिमीलाई घरबाट निकालेँ। अब हामी यो घरमा एकछिन पनि बस्दैन। नील, जाउँ। बाबु कमल, बाबु छोरा मलाई छोडेर नजा, म एक्लै हुन्छु। बाबु छोरा तिमीहरू मलाई छोडेर नजाऊ, मलाई छोडेर नजाऊ, बिन्ती छ, म एक्लै हुन्छु। मलाई माफ गरिदेऊ बाबु, बुहारी मलाई माफ गरिदेऊ, मलाई छोडेर नजाऊ। तिमीहरू नै त हो नि मेरो सहारा भन्नु, मेरो को नै छ र बाबु। बुहारी मबाट ठुलो भुल भयो, मलाई एकचोटि माफ गरिदेऊ बुहारी। बिन्ती छ, म एक्लै हुन्छु, मलाई छोडेर नजाऊ, मलाई माफ गरिदेऊ छोरा। बुहारी मलाई माफ गरिदेऊ बुहारी। कमल, यसरी आमालाई एक्लै छोडेर हामी गयौँ भने छर छिमेकी आफन्तले के भन्लान्, हाम्रो बारेमा के सोच्लान्? आमाले गल्ती महसुस गरिसक्नु भएको छ। गल्ती जो कोहीबाट पनि हुन सकिन्छ। हेर्नुहोस्, एकचोटिको लागि आमालाई माफ गरिदेऊ। तिमीहरू फर्केर घर हिँड, तिमीहरू नजाऊ। हिँड बुहारी, हिँड छोरा। काका, ए काका, काका, ए काका, 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 काका। अरे हरि, कताबाट आइस बाबु? हजुरलाई नै भेट्न आएको नि। ल बस्न त, के कति काम थियो? काका, हजुरले यो बुढेसकालमा धेरै दुःख पाउनुभयो। अब हजुरका दुःखका दिन गए, अब म छु। दाइ विदेश भएर के भयो त? हजुरको हेरचाह गर्ने म छँदैछु नि। दाइले नहेरे पनि म हेरिहाल्छु हजुरलाई। हजुर राख्नुभएका ती दुईजना चोरफडा जस्ता को हुन्? तिनीहरूलाई अझै घरबाट निकाल्नुहोस्। बाबु हरि,
तैँले आवेशमा आएर यो कुरा गरेको त होइनस्। तैँले साँच्चीकै मेरो सेवा गर्छस् त। तिम्रो आमा बुवाले मलाई देखिसहँदैनन्। तँलाई यहाँ बसेर मेरो सेवा गर्न तिनीहरूले देलान् र। हजुर पनि कस्तो कुरा गर्नुहुन्छ? हजुर त मेरो बुवा पछिको बुवा हो। हजुरको हेरचाह गर्ने मेरो पनि त कर्तव्य हो। तर काका, हामी भतिज हुँदाहुँदै यो पुर्खौली सम्पत्ति अरूको जिम्मा दिनु हुँदैन है। हेर भतिज, अब त हुँदाहुँदै ती कालो र घैँटे गुन्डालाई मेरो यो सम्पत्ति म सजिलै दिउँला र। बरु अब तँ र म मिलेर तिनीहरूलाई बिरालोले मुसा खेलाउँदै खेलाउनुपर्छ। तिनीहरूले मेरो कोही पनि छैन भनेर मेरो सम्पत्तिमा आँखा लगाएर आएका हुन्। मेरो छोरा विदेश भएर के भयो त? मेरो सम्पत्ति खानी मेरो भतिज छँदैछ। तिनीहरूले मेरो सम्पत्ति खानी भनेको त आकाशको फल आँखातरी मर भने जस्तै हुने भयो। बिचरा ती कालु र घैँटेले कुकुरले नपाउने दुःख पाउने भए। होइन, कस्तो नराम्रो सपना देखेको। के सपना देखेको होला यस्तो? हुनै नसक्ने। कालु, ए कालु, तिमीले देखेको सपना सत्य पनि हुन सक्छ नि। यसरी चुपचाप बस्यो भने, बुढाले भनेको कुरा मान्दै गयो भने बुढाको सम्पत्ति त के सिनको पनि पाउँदैन। कुरा बुझौँ मूर्खहरू। अब यसरी बसेर हुँदैन। यो बुढाको सम्पत्ति जसरी भए पनि लिनै पर्छ। कालु दादा, नसुतेर के सोचेर बसेको? हेर गइथे, आज मैले नराम्रो सपना देखेँ। यदि मैले देखेको सपना कतै साँचो भयो भने? के सपना देख्नुभयो त्यस्तो कालु दादा? यो बुढाको कुरा पट्याउँदै गयो भने त्यसको धन सम्पत्ति हाम्रो हातबाट फुट्केला जस्तो छ। के गरी हुन्छ, कसरी हुन्छ, हाम्रो हातमा पार्नै पर्यो। हो कालु दादा, यो बुढोले आफ्नो जग्गा मोहिने हक छ के छ भनेर विभिन्न समस्या देखाएर हाम्रो आँखामा छारो हाल्न खोजेको पनि हुनसक्छ। साम दाम द्वन्द्वभेद जे गरी हुन्छ, यो बुढोको सम्पत्ति हाम्रो मुठीमा पार्नुपर्छ, चाहे जस्तो सुकै जोखिम उठाउनु किन नपरोस्। कालु दादा, रात पनि धेरै छिप्पिसक्यो, अब सुतौँ।
ल विजय राम्रोसँग बस है, म त भोलि गाउँ जाँदैछु। त्यहाँ गाउँमा भान्जाको व्रत बन्द रहेछ। बहिनीले जसरी भए नुहाइ हुँदैन भनेकी छ। गाउँ नआएको नि थुप्रो भयो। अनि विजय तिमी चाहिँ कहिले जाने घर? गोपाल, आमाको अगाडि कुन मुख लिएर जाउँ? साला त्यो दलालको हातमा परेर विदेश जानै पाइएन। उल्टै पैसा फस्यो यार मेरो। ती साला चोर फटा दलालहरूको हातबाट धेरै युवाहरू लुटेका छन्। यस्तो कुरा सुन्दा ती दलालहरूको हात खुट्टा काटेर अपाङ्ग बनाएर रत्न पार्कमा छोड्नुपर्ने हो। साउसँग ऋण गरेर विदेश जान्छु भनी आमासँग बिदाई मागेर हिँडेको मान्छे विदेश जान नसकेर नेपालमै काम गरेर बस्नु परेको छ यार। झन् दलालको हातमा फसेर यसरी बिचल्ली भएको आमाले थाहा पाइन् भने त आमा त जिउँदै मर्छ। साउको त्यत्रो ऋण छ, सहरमा बसेर भए पनि काम गरेर साउको ऋण तिर्नु छ। गाउँमा आमालाई भेट्न जाने इच्छा चाहना हुँदा हुँदै पनि जिम्मेवारी र बाध्यताले बाँधिएको छु गोपाल। विदेश गएर धेरै पैसा कमाएर आउने सपना थियो, सपना सबै चकनाचुर भयो गोपाल। बिचारी बिरामी बुढी आमालाई एक्लै छोडेर आएको थिएँ। आमाको हालत के भयो होला? झन् साउको त्यत्रो ऋण छ, समयमै तिर्न सकेन भने भएको एउटा घरमा पनि तालचा लगाइदिन्छ गोपाल। विजय, यो स्वार्थी संसारमा आँसुको केही मूल्य छैन। मूल्य छ त केवल पसिनाको। यसरी रोएर आफूलाई कमजोर नबना विजय। यसरी रोएर समस्या समाधान हुन्छ र? समस्या नभएको संसारमा को होला र? यहाँ यति मात्रै फरक हो, कसैले भन्छन् कसैले भन्दैनन्। यो संसारमा सबैको आफ्नो कथा व्यथा हुन्छ। नरो विजय। ल हेर विजय, हामीहरू यसरी गफ गरेर बसेको देख्यो भने म्यानेजरले हाम्रो तलब काटिदिन्छ। ल म गएँ ल। मेरो कति ठुलो सपना थियो, त्यो सब सपना चकनाचुर हो। कमलको साथीहरू विदेश गएर कति धेरै कमाइसक्यो होला। ईर्ष्या मात्र गरेर के गर्ने? आफ्नो त कर्मै खोटो। ऊ बेला मदन काका घरसम्मै आएर उहाँको त्यत्रो धन सम्पत्ति हामीलाई लियो भन्दा कमलले लिनै मान्नु भयो। म त बिग्रेकै हो नि यस्तो दुःख पाउनलाई। यसरी हुँदैन। एकपल्ट कमललाई नसम्झै भएन। नमस्कार। आजको एपिसोड हजुरहरूलाई कस्तो लाग्यो? कृपया प्रतिक्रिया दिन नभुल्नुहोला र कुन ठाउँबाट कुन देशबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि लेख्नुहोला। प्रत्येक शनिबार साँझ 7 बजे AA स्टार मिडिया युट्युब च्यानलबाट प्रसारण भइरहेको नीलकमल हेरिदिनु होला, माया गरिदिनु होला। धन्यवाद।